चुनाव नजिकैसँगै रवि लामिछाने दाइको यो क्लिपलाई अहिले धेरैभन्दा धेरै विपक्षी दलका साथीहरू एवं अग्रज व्यक्तित्वहरूले सेयर गरेको देखिए। यसलाई चाहिँ गलत भाष्यको रूपमा प्रस्तुत गरेर अगाडि जान सकिन्छ कि भन्ने मनसायले सायद सेयर गर्नुभएको थियो। यसको सत्य तथ्य यो क्लिप हेर्नुहोस्, हजुरलाई यसको व्याख्या चाहिँ मैले गर्नेछु है साथीहरू। सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा टिकट टाँस्नेछौँ। नेपाल फर्किने अभियान चलाउनै पर्दैन, टिकट काट्नै आउने। के को अभियान? यो टिकट बन्द भएको छ र त्यो रट लगाइरहनु पर्दैन। स्वाभिमानको त्यति ख्याल माया छ भने टिकट काट्नै आउने, अभियान कसैले चलाइरहनु पर्दैन। यो भिडियोमा के छ त भन्दाखेरि रवि लामिछाने दाइले हामीले सरकार चलाएको खण्डमा सुरुको 100 दिनमा 100 जना भन्दा बेसीलाई चाहिँ निःशुल्क रूपमा आफ्नै देशमा भित्राएर रोजगार दिने भन्ने खालको कुरा गर्नुभएको छ भने अर्को खालको क्लिप जसले चाहिँ विपक्षी साथीहरूले जोड्नु भएको छ। यसमा के भनिएको छ भने नेपाल फर्किन चाहे आफै खुरुक्क टिकट काट्ने आउने भन्ने खालको भाष्य चाहिँ अलिकति बनाउनु भएको छ। यसको रियालिटी के हो भन्दाखेरि केही समय पहिला जब रवि लामिछाने दाइ राजनीतिमा आउँदै गर्नुभएको थियो त्यो अवस्थामा प्रेम बानिया यानि कि पूर्व सञ्चारकर्मी हुनुहुन्छ उहाँ प्रेम बानिया, उहाँले चाहिँ रवि लामिछानेप्रति कटाक्ष गर्ने र त्यो अवस्थामा उहाँले चाहिँ मानि नेपाल अभियान र नेपाल फर्काउँ अभियान चलाइरहनु भएको छ। त्यस सँगसँगै उहाँले कटाक्ष गरिरहेको कारणले गर्दाखेरि उहाँलाई इङ्गित गरेर उहाँले रवि लामिछाने दाइले चाहिँ के भन्नुभएको थियो भने नेपाल आउनलाई किन अभियान चलाउने, नेपाल आउन चाहेको खण्डमा टिकट काटेर आउँदा भइगयो त भन्नुभएको थियो। त्यही क्लिपलाई लिएर कि राजनीतिलाई अलिकति मसला बनाउन सकिन्छ कि भन्ने हाम्रो गाउँका केही अग्रज व्यक्तित्वहरूले पनि यसलाई सेयर गर्नुभएको रहेछ र विभिन्न व्यक्तित्वहरूले सेयर गर्नुभएको छ। यसको वास्तविकता चाहिँ यही हो है। रवि लामिछाने दाइले चाहिँ इङ्गित गर्न खोजिरहनु भएको चाहिँ प्रेम बानियालाई हो र उहाँ विपक्षी साथीहरूले चाहिँ के गर्नुभयो त भन्दाखेरि चाहिँ उल्टो भाष्य बनाएर जोडेर भिडियो हाल्नुभयो। त्यो भएको कारणले गर्दाखेरि पछिल्लो समयमा जसले सामाजिक सञ्जाल चलाउँछौँ हामी सत्य तथ्य के हो त बुझेर मात्र चाहिँ सेयर गर्ने गरौँ होइन। अरूलाई चाहिँ खुइल्याउँछु भन्दाखेरि आफ्नो चाहिँ अलिकति इमेज डाउन हुन्छ, जुन चाहिँ अरूलाई चाहिँ भ्रम फैलाएर चाहिँ आफू चाहिँ अगाडि जान्छु भन्ने खालको तपाईँहरूमा अलिकति भ्रम छ भने यसलाई चाहिँ चिर्नु होला। किनभने सोसल मिडिया चलाउने मान्छेहरू चाहिँ अलिकति बाटो भइसकेका छन्, सत्य तथ्य के हो चाहिँ बुझ्दै गइरहेका छन्। त्यसले गर्दाखेरि तपाईँले झुट कुरा फैलै गर्दाखेरि तपाईँको इमान चाहिँ अलिकति घट्ने गर्दछ। त्यस कारणले गर्दाखेरि गलत कुरा चाहिँ फैलाउने काम चाहिँ नगर्नु होला।